सो हेलो एभ्रीवान, इट्स मी अभिषेक र आज चाहिँ मैले तपाईँहरूलाई फ्री फायर वर्ल्ड सिरिज स्प्रिङ 2026 को ग्रान्ड फाइनलको हिजो भर्खरको पोइन्ट रसको अपडेटहरू लिएर आएको छु हैन। सो पोइन्ट रसमा चाहिँ हाम्रो 6 वटा गेम खेलिएको थियो हैन, 12 वटा टिमले, जहाँ चाहिँ हाम्रो 6 वटा टिमले पोइन्ट पाएको छ आफ्नो पोजिसन अनुसार। जस्तै तपाईले हिजोको ओभरअल स्ट्यान्डिङ स्क्रिनमा हेर्न सक्नुहुनेछ हैन। टेबल टप गर्नेले 10 पोइन्ट पाएको छ, अनि सेकेन्ड भएकोले 6 पोइन्ट 5 पोइन्ट यसरी पाउँछ के हैन। 6 वटा टिमले पोइन्ट पाएको छ। सो यो पोइन्ट चाहिँ आज च्याम्पियन रसमा काम लाग्ने छ हैन। सो आज च्याम्पियन रसमा चाहिँ यति नै पोइन्टबाट चाहिँ स्टार्ट हुनेछ उनीहरुको गेम। सिम्पली यति बुझ्नु होला कि जुन जुन टिमले चाहिँ राम्रो परफर्म गरेर चाहिँ पोइन्ट पाएको थियो नि हैन आफ्नो पोजिसन अनुसार, त्यही पोइन्ट अनुसार चाहिँ कन्टिन्यू हुनेछ भने जुन जुन टिमको राम्रो परफर्मेन्स भएको थिएन त्यो टिमले चाहिँ 0 बाट स्टार्ट गर्नेछ, जस कारणले चाहिँ पोइन्टमा हल्का डिफरेन्स हुनेछ स्टार्ट हुने बेला। आज चाहिँ फ्री फायर स्पोर्ट्सको एकदमै महत्त्वपूर्ण दिन च्याम्पियन रस हैन। जुन टिमले चाहिँ 80 पोइन्ट पुऱ्याएर बोया हान्छ नि हैन, त्यो टिम चाहिँ च्याम्पियन हुनेछ भने नेपाललाई ईडब्ल्युसी मा पनि रिप्रेजेन्ट गर्नेछ हैन। सो एकदमै लकको कुरा पनि रहेको छ। सो सबैजनाले फ्री फायर नेपाली स्पोर्ट्समा लाइभ हेर्न आउनु होला है त। थ्यांक यू सो मच।